हेलो सबैलाई गुड मर्निङ राधे राधे। आज चाहिँ यो हाम्रो गाउँको भ्यू कस्तो लाग्यो भन्ने जसोलाई म चाहिँ ब्रस गर्नु पर्यो भनेर आएँ। नानी पनि सँगसँगै पछि आएछन् कि किनभने म ब्रस गर्ने बेलामा चाहिँ उसलाई गर्नै पर्छ। ब्रस चाहिँ नगरी हुँदैन र ऊ चाहिँ जान्दैन त्यति साह्रो ब्रसहरू गर्नु, किनभने सानै छन् नि त अहिले। अनि उसको लागि चाहिँ अलग्गै टुथपेस्ट युज गराइदिनु पर्छ, किनभने हामीले त्यो डेली युज गर्ने चाहिँ पिरो हुन्छ, नानीहरूलाई पिरो हुन्छ कि भनेर चाहिँ उसको लागि चाहिँ गुलियो खालको टुथपेस्ट कि अनि हो त्यो हालिदिएर चाहिँ गराइदिनु पर्यो भनेर गरेको त ऊ आफै गर्न थालिसक्यो। अनि म गराइदिनु पर्यो भनेर भनेको त फेरि पनि मानेनन् कि ब्रस गर्न लागि। अनि म चाहिँ ब्रसहरू गरेर चिया पकाउनुतिर आएँ। पाक्दैछ मेरो चिया चाहिँ। अब फटाफटी चिया बनाएर चाहिँ नानीलाई ट्युसन पठाउनु पर्यो नि त, 6 बजी त पुग्नुपर्छ हो। अनि त्यसको बादमा नानी ट्युसन छुट्टी भएर आइन्। अनि आएर चाहिँ अनि फटाफटी गरेर म उसको चुलहरू युनिफर्महरू चाहिँ अघि नै लगाइदिएको चाहिँ सकेको थिएँ मैले, किनभने ऊ जान्दिनँ नि त मजाले युनिफर्महरू लगाउनु लागि, टाईहरू लगाउनु लागि। त्यही भएर गर्दा टाईहरू चाहिँ लम्पेनहरू चाहिँ आफै पनि लगाउँछु, अब सर्टको बटमहरू चाहिँ उसलाई अलिक साह्रो पर्छ कि। अनि चुलहरू बाँधिदिँदैछु, चुलहरू बाँधिसकेँ उसलाई चाहिँ। अनि यहाँ मैले हस्बेन्डको लागि भात रेडी बनाइदिएँ। नानीलाई चाहिँ अघि नै अगाडि नै देखिदिएँ कि। अनि यो नानीको टिफिन हो पास्ता। आज उसले बिहानै भनेको थिइन् मम्मा मलाई पास्ता बनाइदिनुहोस् है, पास्ता लिएर जान्छु म भनेर। उसलाई चाहिँ फेरि अन्डा सन्डा हालेको मन पर्दैन कि, पुरा प्लेन मन पराउँछन्। अन्डा चाहिँ यत्तिकै खाना चाहिँ रहर गर्छन् र भए पनि त्यस्तो पास्ता हुँदै नुडल्सहरू हालेको चाहिँ मन पराउँदिनँ। अनि मैले चाहिँ प्याक गरिदिइसकेँ नानीको टिफिन। अनि यो चाहिँ पानी बोतलको अघि नै मैले हालिदिइसकेको थिएँ। अनि मेरो सानो नानी चाहिँ के गर्दो रहेछन् भन्दा पापड हाल्दै रहेछन् कि मुनि। अनि नानी आऊ जाउँ स्कुल भनेर भने मैले। अनि उसलाई पठाइदिएँ उसको पापा सँगसँगै, उसको पनि ड्युटी जानुहुन्छ, उसलाई पनि ड्रप गरिदिनु है भनेर। अब चाहिँ भयो रातिको डिनर टाइम चाहिँ भएको छैन, डिनर बनाउने चाहिँ टाइम भयो। साग हो, अनि यहाँ चाहिँ प्याज टमाटर लसुन अदुवाको पेस्ट बनाएँ। अनि यो चाहिँ ब्रोइलर खानु मन लागेको थियो आज मलाई साग हालेर। अनि यहाँ चाहिँ मेरो भात पाक्दैछ। अनि यहाँ चाहिँ भट्टै तेल बसाएँ मैले, तेजपत्ताहरू हालिदिएँ। तेजपत्ता नहालेको मलाई फेरि केही मनै पर्दैन सब्जीहरू के। अनि प्याजहरू हालेर चाहिँ अनि फटाफटी गरेर गरिहाल्नु पर्यो भनेर, किनभने सानो नानी चाहिँ बाहिर बसेर एक्लै खेल्दै थियो कि। अनि नानीलाई ठुलो चाहिँ नानीलाई नानी भाइ लड्छ भित्र लिएर आऊ भनेर भने मैले। अनि उनीहरू दुईजना चाहिँ भित्र खेल्दैछन्, किनभने अब भात सब्जी पनि जे पनि चिज होस्, जे पनि काम होस् फटाफटी गरिहाल्नुपर्छ क्या हामीले नानीको आमाहरूले चाहिँ। किनभने सानो नानी भएकोले झन् छिटो गर्नुपर्छ, किनभने उनीहरूलाई गएर हेर्नु पनि त पर्यो नि त, फेरि भात सब्जी पकाएर मात्रै हुँदैन नि त। त्यही भएर गर्दाखेरि अनि यहाँ चाहिँ मैले हल्दी झन्डै हाल्न बिर्सेछु कि, फेरि याद आएर हालिहालेँ। अनि त्यहाँबाट फटाफटी गरेर गर्छु भनेको चाहिँ फेरि एकछिनमा त रुन थाल्यो सानो चाहिँ नानी चाहिँ मम्मा भनेको गरे गर्न थाल्यो, दिदीसँग खेल्न नमानेको नि त। अनि मैले चाहिँ त्यो नानीलाई फोनहरू दिएँ, सानो नानीलाई फोन दिएँ। अनि एकछिन हेर्दै गर है भनेर। अनि फोनहरू दिएर ऊ हेर्दैछन् फोन। अनि ठुलो चाहिँ नानी चाहिँ एकछिन होमवर्क गर है भनेर भने। आज मेरो हात झन्डै पोलेन थालले गर्दाखेरि। अनि यहाँ चाहिँ पाकिसक्यो खाना, हस्बेन्डको लागि पस्किदिइसकेँ। यो चाहिँ ठुलो नानीको छोरीको लागि पस्किदिएको। अनि यो चाहिँ सानो नानीको लागि। ऊ चाहिँ सानो नानी चाहिँ आफै मुढा लिएर आफै बस्दैछन् कि, उसलाई मुढा पनि ल्याइदिन पनि उसले म ल्याइदिन्छु भनेको होइन अरे, आफै लिएर बसिहालेँ। अनि यहाँ चाहिँ भात चाहिँ अलिक पर भएछ, मैले अलिक ओरो सारिदिएको कि खाना अप्ठ्यारो पर्छ भनेर। अब उसलाई चाहिँ थालमा दिन मिलेन नि त, सानो छ नि त, बटुकामा दिएँ। खाँदै मासु चाहिँ गिरेछ कि। अनि तल हेर्दैछन् खोज्दैछन् कि मासु। अनि लिन पनि उत्रिँदैछन्, फेरि गिरेछ मासु र। अनि उसले चम्ची माग्दै थियो, अनि मैले चम्ची दिएँ उसलाई। अनि किनभने भात हातले खाना जान्दैन नि त, चम्ची नै दिनु पर्यो, त्यही भएर गर्दा सानै छ र। अनि हस्बेन्ड पनि खानु हुँदैछ, कस्तो छ भनेको त्यसो गर्नुभएको कि। अनि छोरीलाई चाहिँ धमाधम, ठुलो चाहिँ नानी चाहिँ त्यति साह्रो मासु खान्न, तर यो सानो चाहिँ नानीलाई चाहिँ पुरा मासु मन पराउँछन् कि, पखेटाहरू पनि त्यस्तोहरू खान मन गर्छन्, अरू चाहिँ चपाउनु सक्दैनन् नि त। अनि त्यही भएर कस्तो छ भनेको चाहिँ केही नभनेको, भन न भनेको पनि नभनेको कि, भन्छन् अरू बेला त अलिअलि त। अनि त्यहाँबाट भातसात खाइसकेर मैले किचनहरू सफा गरिसकेँ, सबै थोक रेडी गरिसकेँ। किनभने फटाफटी गरेन भने त भोलि बिहान फेरि अलिक साह्रो पर्छ नि त। अनि भाँडाहरू मोलिसकेँ, सबै साफसफाइ सक्यो र आजको लागि यति नै। सबैलाई बाई बाई, गुड नाइट।